एउटा यस्तो यात्रा जहाँ कदमले सास खोज्दछ, एउटा यस्तो यात्रा जहाँ सासले विजयको अठोट राख्दछ। यहाँ हिमालहरू आकाशसँग संवाद गर्छन्, पाखाहरू नदीसँग। यहाँ उचाइहरू कदमसँग नितेरिका छन् अनि चट्टानहरू सुस्केरासँग। यहाँ गुराँसले स्वागत गर्न सुगन्ध पठाउँछ, थुम्काहरू पर्किन्छन् बटुवालाई विश्राम कक्षिँदै। यो यात्रा केवल गन्तव्य होइन, यो यात्रा सिकाइ हो, साहस हो, सामर्थ्य, सम्भावना अनि सन्तुष्टिको सम्मिश्रण हो। यो यात्रा सगरमाथा आधार शिविरसम्मको। प्रहरी निरीक्षक आधारभूत तालिम 1-184 समूहका हामी 27 जना प्रशिक्षार्थीहरू र 7 जना प्रशिक्षक समूह गरी कुल 34 जनाको टिम सगरमाथा कवाज मैदानदेखि सगरमाथाको आधार शिविरसम्म पुग्ने अटोटका साथ काठमाडौँबाट सबेरै सल्लेरीको लागि प्रस्थान गर्यौं। सिन्धुलीका घुमाउरा घुम्तीहरू छिचोल्दै बाटोमा गीत गुनगुनाउँदै हामी सल्लेरी पुग्यौं। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुखज्यूबाट न्यानो आतिथ्यता ग्रहण गर्दै हामीले अन्तर्क्रिया गर्ने अवसर पायौँ। एउटा दिङबुचे तपाईँ पछि जानुहुन्छ, सबैभन्दा टाढा सदरमुकामबाट टाढा दिङबुचे जब 3 जना मात्रै। आज हाम्रो यात्राको दोस्रो दिन। हामी बिहान सबेरै जिपमा चढी सल्लेरीबाट फागदिङको लागि प्रस्थान गर्यौं। 8 घण्टाको जिपको लामो यात्रा सुर्खेतमा सकिएपछि 4 बजे हामी सुर्खेतबाट पैदल यात्रा गरी फागदिङ पुग्यौं। सल्लेरीबाट बिहानको झिसमिसेमा हिँडेका हामी फागदिङसम्म पुग्दा झमक्कै रात पर्यो। सगरमाथा राष्ट्रिय निकुञ्जको प्राकृतिक अनुकम्पमा रमाउँदै झुम्दै उकालो ओह्रालो गर्दै हामीहरू सगरमाथाको प्रवेशद्वार नाम्चे बजार पुग्यौं। नाम्चे बजारमा रहँदा केही मनोरञ्जनका साथसाथै यी प्रकार नाम्चे बजारमा समेत अन्तर्क्रिया गर्ने अवसर जुटायौं। चौथो दिन हामीले नाम्चे बजार वरिपरि रहेका पर्यटकीय गन्तव्यहरू द सगरमाथा नेक्स्ट, होटल एभरेस्ट भ्यू र खुम्चुङ भिलेजको अवलोकन गर्यौं। सोलुखुम्बुको सबैभन्दा टाढा रहेको प्रहरी चौकी खुम्चुङमा हामीले अन्तर्क्रिया गर्यौं। दिङबुचेमा पुगे पश्चात अस्थायी प्रहरी चौकी दिङबुचेको भ्रमण गर्यौं र त्यहाँको वस्तुस्थितिबारे जानकारी लियौं। दिङबुचे सेताम्मे हिउँले ढाकिएको छ। आज हामी दिङबुचेबाट लोबुचेको यात्रा गर्दैछौँ। लोबुचेमा पुगी हामी खुम्बु ग्लेसियर र नजिकै रहेको लोबुचे पिकको अवलोकन गर्यौं। भ्रमणको 8औं दिन हामी लोबुचेबाट गोरखसेप हुँदै एभरेस्ट बेस क्याम्पसम्मको यात्रा तय गर्यौं। 1300 मिटरको हाराहारीमा भएको काठमाडौँ अझ भन्नुपर्दा सगरमाथा कवाज मैदानबाट सुरु भएको हाम्रो यात्रा सगरमाथा आधार शिविर अर्थात् 5365 मिटरको उचाइमा आएर पुरा भयो। हामीले आफ्नो गन्तव्य चुमेसँगै नेपालको झण्डा, नेपाल प्रहरीको झण्डा र देश दर्शनको ब्यानर सगरमाथा आधार शिविरमा फहरायौं। सगरमाथा आधार शिविरसम्मको यात्रा पूरा गरी फर्कने क्रममा बाटोमा हामीलाई हिमपातले पछ्यायो। हिमपातको पर्वाह नगरी हामीले एभरेस्ट बेस क्याम्पबाट दिङबुचेसम्मको यात्रा तय गर्यौं र दिङबुचेमा रात बितायौं। दिङबुचेबाट सबेरै उठी हामी फागदिङसम्मको यात्रा तय गर्यौं।
फागदिङ पुगेपछि हामीले हाम्रो तालिम संयोजकज्यूको जन्मदिन मनायौँ र दिउँसोको थकान मेटायौँ। आज 10औं दिन। आज हामी फागदिङबाट लुक्ला पुगी, लुक्ला विमानस्थल र इलाका प्रहरी कार्यालय लुक्लाको भ्रमण गरी हामी सुर्खे झरी, सुर्खेबाट जीपमा चढी सल्लेरी जाँदैछौँ। चैत्र 18 गते सुरु भएको हाम्रो यात्रा 28 गते पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज फर्किए पश्चात पूरा भयो सगरमाथा आधार शिविरसम्मको हाम्रो यात्रा।